धान कटाइ हुँदै रहेछ बकुल्लाहरू। धान काटेको ठाउँमा बकुल्लाहरू त पुरा सेतै छ त। यता चाहिँ घरहरू रहेछ, मिसिनहरू चाहिँ चारैतिरबाट लगाएको रहेछ। एउटा दुईटा तिनटा जस्तो हिलोमा पनि काट्दो रहेछ कि यसले चाहिँ। बकुल्ला भिडियो यतातिर चाहिँ धान पाकेको रहेछ, त्यतिर चाहिँ काटिसकेको रहेछ। यतातिर चाहिँ सबै काटिसकेको, यता चाहिँ काट्नु बाँकी नै रहेछ। लामो लामो काट्दै 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 आउँदै रहेछ। अनि यसले चाहिँ काट्दैछ। हामी चाहिँ घुम्दै 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 धान काटेर नरहरू जति चाहिँ सबै यहीँ, नरहरू जति चाहिँ सबै यहीँ फ्यालिदिँदो रहेछ। बाला 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 बालाहरू मात्रै लाने रहेछ कि धान धान मात्रै, अरू सबै यहीँ काटिदिँदो रहेछ। पछि यो चाहिँ फेरि आगो लगाइदिँदो रहेछ, अनि यहीँ मल हुन्छ यसको। हो यो चाहिँ सबै धान काटिसकेको रहेछ। हामी चाहिँ ऊ त्यहाँनिर हो काम गर्ने, पर त्यहाँदेखि अलिकति उतापट्टि हो, सबै धान काटिसकेको रहेछ। बाटो चाहिँ उतापट्टिबाट छ, यतापट्टि चाहिँ सबै धान रोप्ने। पर चाहिँ जोत्दैछ। आज ड्युटी छैन, अनि घुम्दै 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 आएको। यहाँदेखि यता बिचमा चाहिँ पुरै धान खेती छ, उतापट्टि चाहिँ पुरै घरहरू नै घरहरू छ। धानहरू पुरै काटिसकेको रहेछ सबै। अब यो फेरि धान लगाइहाल्छ यहाँनिर चाहिँ। हामी चाहिँ त्यो बकुल्ला भएनिर जान लागेको। यहाँदेखि चाहिँ ठ्याक्क कम्पनी पनि देखिने रहेछ, धमाधम काट्दै। अनि यतापट्टि चाहिँ सबै पाकेको रहेछ। बाटो चाहिँ त्यो धानबारी नै पुगेको कि, बाटो चाहिँ सबै ठ्याक 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 दबाई होइन, नरहरू पनि ठ्याक 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 ठ्याकको डिल्डिङ डिल्डिङ सबैतिर पानीको व्यवस्था मजाले भएको रहेछ। यता चाहिँ सबै पाकेको रहेछ, यताको साइड काटिसकेर चाहिँ अनि यतापट्टि लाउने रहेछ। धान काटिसकेर अनि यो नरुवाहरू चाहिँ यहीँ छोडेर ठ्याक्क आगो लगाइदिने, आगो लगाइदिएपछि ठ्याक्क मल हुन्छ भनेर ठ्याक्क आगो लगाइदिँदो रहेछ। त्यहाँ अगाडि चाहिँ फेरि पेट्रोल पम्प छ। हामी चाहिँ अहिले त्यही बाटो हुँदै आएको। यहाँनिर ठ्याक्क आँपको बोट रहेछ। आँपहरू पनि कस्तो डेन्जर फुलेको, यही आँपको बोट।